अलिकति कोरियन चिकन बनाएको अरे सेल्भिना बहिनीले बेलुकाको 2 बजे साथीभाइ। हेलो मेरो प्यार साथीभाइहरू, मेरो ब्लगमा स्वागत छ सबैजना सेवान्ने है। अन्त अहिले चाहिँ म अब बेलुका ब्लग बनाउँदैछु, किन भन्दाखेरि चाहिँ पुरा सोर भयो। अहिले चाहिँ म चाहिँ यस्तो बेलुका चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ बहिनीकोमा है। अन्त बहिनीले चाहिँ हामीलाई इन्भाइट गरेको छ खाना खानुको लागि, म र मेरो साथीलाई। सो त्यहाँनिर जाँदैछु। साथी चाहिँ अलरेडी तल बजारमै छ बहिनीसँग। म चाहिँ अलिक काम धेरै भएकोले गर्दाखेरि म अगाडि जान सकिनँ। सो बहिनीले चाहिँ उसको भाइलाई पठाउँदैछ लिनुको लागि, भाइसँग जानेछु। सो है अब दामी हुनेछ ब्लग, हेरिदिनुहोस् ल एन्डिङसम्म। त्यही हो, यो रात परिसक्यो है। बजार आइपुग्यो होइन। अन्त भाइ चाहिँ लिनु आएन, किनभने भाइको त्यो गाडी बन्द भइसकेको थियो कि के भयो धन्न ओह्राल चाहिँ गाडी पायो नि हो। बहिनीहरू यहाँ लिन आइपुगेछ अरे मलाई कि साथी बहिनी के अरे लिएर आइपुगेछ तल लिनुको लागि। नकल भएर चाहिँ तिनीहरू कपाल मिलाउँदैछ मलाई देखेर। धन्न लिनहरू लिन आइपुग्यो। हेलो धन्न एउटा स्कुटी पाएँ नि, कस्तो त्यो पनि कुनै कस्तो भएको आउँदाखेरि त राम्रो राम्रो दुईजना भएर आएको रहेछ। जाउँ कस्तो लागिरहेको छैन, आउनु पाउँदैन होला। स्पेसल गरिदिरहेको छ होइन गाडी अन्त पाएन त, रात परिसकेको अन्त कसरी आउनु भयो नि त। त्यो मलाई पर्खिबस्यो नि माथि रोडमा कि आधी घन्टा बाहिर निस्केर गेट पो बन्द भएछ भन्छ। दिदा कल गर्यो भनेन, गरेकै छैन भन्छ। अन्त म त ल्या भाइ आउँदै होला भन्ने स्पिड आएको त उकालो कि र ठिकै छैन। अब पाएँ नि ओह्रालो, स्कुटी त पाएँ नि त ओह्रालो। अब चाहिँ हामी गएको यहाँ बहिनीको घर। आज मेसमान छ बहिनीको तर्फबाट है। त्यो चाहिँ घरमै गएर देखाइ हुन्छ के छ। त्यही त आज मेसमान छ है। फर्स्ट टाइम चाहिँ अब यसरी पाहुना खान जाँदैछु म। अँधेरो हेर न, रात परिसक्यो नि। अँधेरोमा कहाँ लाँदैछु उनीहरूले। देख्दैछु त। ओ सेल्भिना कहाँ लाँदैछौँ हामीले यस्तो अँधेरोमा? अब सेल्भिना बहिनीको घरमा पस्यौँ। छिटै बनाउँछ। बच्चा छ भात खाएको हेर्नु न, माइ गड। भात छोरा बस्नु पऱ्यो, छोरा बस्नु पऱ्यो। बच्चा क्युट रहेछ त। नाम के हो? टाइसन टाइसन। म त डर लाग्दैन हौ बच्चाहरूसँग कि उयो चाहिँ गर्नु हुँदैन है टाइसन। कुद्नु चाहिँ हुँदैन हौ। हेलो बोजू। हेलो हेलो भन्नुहुँदैछ यता। हेलो गराउनुहुन्छ बोजू। भ्लग गराउनुहुन्छ। बोजूसँग खुसी लाग्यो भेटेर अन्त मलाई। खुसी लाग्यो भेटेर। हजुर हुन्छ बोजू, हुन्छ। ए यो रुम हो, कस्तो क्युट रहेछ। हेर्नु न, एसी त म त राख्दिनँ त साथीभाइ। म त फर्स्टमै कस्तो मन परेको भन्थेँ। क्युट मजाले राखेको रहेछ नि, प्लान्ट पनि राखेको रहेछ पहिला त्यही। फुल पनि मजाले राखेछ। के हेऱ्यो सेल्भिना? प्लान्ट क्या लामो भइरहेको छ हेर्नु। त्यही त टुर गर्न आएको त किचन पनि आइपुग्यौँ म्यामको। यसरी बस्नु न, थाकेन है? कस्तो राम्रो देखेको बहिनीहरूलाई त सबैलाई। मलाई बेसी भन्नु न। होइन म त यसरी त फर्स्ट टाइम पाएको रहेछु साथीहरू क्या बसेर यसरी गर्न। म त्यस्तो मतलब उयो थिएन हौ।
त्यस्तो यही थिएन पहिलातिर अब अनि यहाँ फर्स्ट टाइम चाहिँ मजा आउँछ होला आजको फर्स्ट यो के हो अचार मैले दिउँसै बनाएर राखेको बदामको अचार मार्छ होला यो त सिटिसी होइन चियापत्ती हाल्छ होइन यो लगाउन त यही त उसले के हो भनेको भन्दैछ चियापत्ती तपाईँले हाल्ने अलरेडी हालिसक्यो त चियापत्ती यो त सिटिसी हो नि त चियापत्ती भनेको अर्कै हुन्छ पत्ता पत्ता त्यसो चाहिँ त्यो त थाहा भएन मलाई चियापत्ती र सिटिसीको डिफ्रेन्स थाहा भएन मेरो चाहिँ आफ्नो ड्युटी भइसक्यो हाम्रो होइन उनीहरू आफ्नो गर्दैछ म चाहिँ यहाँनिर यो डल्लो बनाउँछु यो मोमो चाहिँ आलुको बनाउँछ अरे चिज पनि ल्याएको रहेछ बहिनीले अघि नै रेडी बनाएको रहेछ होइन अन्त म चाहिँ अब उयो खाँदिनँ भनेर चाहिँ ठिकै मोमो बनाएको रहेछ साँच्चीमा पनि थाहा थिएन त प्रेरणा आज साँच्ची हो त अब यसमा त पत्ती छैन नि त यो त डल्लो डल्लो हुन्छ यसमा त पत्ती हुन्छ नि त ल आफ्नो काम गर्दैछौँ काम आज मोमो खायो भने भयो आलुको मोमो चाहिँ मैले झन् कति बनाएको तिमीले खायो बरु बन्दकोपीहरूको चाहिँ खाएको कि आलुको चाहिँ खाएको थिएन साथी आज रिल चाहिँ पुरा बनाउनै भयो मजा आउँछ होइन मजा लाग्छ मलाई यसरी कि तर कहिले यसरी चाहिँ अब भएको थिएन त्यही त मजा आउँछ प्रेरणाले बनाएको चाहिँ हेरिहाल्नुहोस् साथीभाइ यहाँनिर चाहिँ के बनाउनुहुन्छ नाना यो चाहिँ चिकन फ्राई हुँदैछ म चाहिँ कम्ती बनाउँछु तर मिठो बनाउँछु यो छोपिदिउँ आलु के रे छोपिदियो यसै छोपेको थिएन यसो ढकने कुन छोपिदिन्छ अघि त्यो त ठिकै भइरहेको थियो त यसमा एमन डल्लो चाहिँ बनायो आदि यसको हामी चाहिँ अरू कुरा खाँदैन अन्त यहाँ हामी यो चिया खान्छ कि अनि यहाँ चाहिँ सेल्भिनाले बनाएको यो चाहिँ यो अकबरले यो चाहिँ चिया बनाएको प्रेरणाले अनि यो पनि सेल्भिनाले बनाएको म चाहिँ खाने हो होइन टेस्ट गर्नु इच्छा गर्दा कस्तो रहेछ टेस्ट गर्नु त कस्तो भएछ राम्रो दामी सेफको लागि हायर केएफसीको लागि उहाँलाई हायर गर्दा हुन्छ भन्नु मिठो भएछ अझै कोरियन पनि बनाइदियो कि म के भनेको त्यसमा कस्तो सफ्ट भएछ त दामी भएछ प्रेरणा चिया पनि लसुन कोरियन चिकन पनि बनाउने लसुन किन कोरियन चिकन बनाउने खाने भएर अन्त अब खुवाउने मान्छे पुगेको हेर्नु न डल्लै डल्लै हाल्नु कस्तो हो प्रेरणा दामी मैले खान्छु ल कति तपाईँले छोडेको मेरो मोमो चाहिँ उटुस पुटुसको मोमो कस्तो मजाको देखेको तर सानो राम्रो त्यसो भए पनि मिठो हुन्छ आलुको मोमो तर बजारमा पाउने चाहिँ उयो हुन्छ नि त अलिक ठुलो बजारमा त पाउँदैन है आलुको मोमो है दि हाम्रोतिर पाउँछ कि तर ठुलो ठुलो हुन्छ यो यत्रो होइन के भन्दा अलिकति एक साइज ठुलो हुन्छ हामीले यो चाहिँ आलुको चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ रश्मिजी चाहिँ भेजिटेरियन सो उसले चाहिँ चिकनहरू मासुहरू केही खानु हुँदैन त्यसो भएर आलुको बनाउँदैछ हो हाम्रो लागि चाहिँ चिकन छ लास्टमा टेस्ट गरेको पनि भन्छ हामी है कोरियन चिकन बनाएको अरे सेल्भिना बहिनीले है चाखेर बताइदिनुहोस् मिठो मेरो मुखमा पानी दामी दामी
खाली भए त तल छ जानु न त मेरो दरवाज खोल्नु कि सबसे मुनि ए होइन बेडमै पटेराको छु उस्तै बिहान नै बनाएको दिउँसै प्रेरणादीको खाऊ न खाऊ नानी खाऊ न चाहिँ मेरो खानुको लागि हो आजको लागि तपाईँ कसरी लानुहुने म मेरो त फेभरेट हो कपाल पनि के भयो कुनै कस्तो भइसक्यो चाखा त नानी हजुर नामी खानासम्म खायो नि त चिकन दामी भएछ अरूको मोमो यसको के भन्छ यो चिल्ली यस्तो मोमो चाहिँ मेरो फेभरेट हो अल टाइम फेभरेट चिजमै हालेको छ नि त मजाको फ्लेभर दामी भएछ अन्त आलुको मोमो चाहिँ कति बार खाएको कति बार भनौँ धेरै वर्ष भयो भनौँ न है मिठो कसमा खायो मेरो मोमो खाँदैछ कपाल नमिलेको हेर न राम्रो देखेछ अलिकति प्रेरणा नानी चेन्ज गरौँ न मोमोको अचार हालेर अलिक खल्लो भएछ है दामी भयो त प्रेरणाले त कहाँ राख्नु ग्लास पगाइ राख्नु न वा कस्तो दामी आयो फोटो केटीहरू चाहिँ यस्तै हो खानुभन्दा अगाडि नक्कल त्यस्तै पार्छौँ होइन यता चेयर्स रेकर्ड गरेको छैन रेकर्ड होइन उसको फोटो हो ए फोटो खिचौँ न एकछिनमा यस्तो गरेको ल सासले गयो स्प्रे यसमा अर्किन्छ होला त्यसमा अर्किँदैन पिछेकोमा त खै मोमो पक्रियो कहिले मोमो पक्रियो टाइममा लाउनु यस्तो गरौँ त फोटो चाहिँ बुढी बुढी बुझ्दै अकबरले अझै म तिम्रो कचा हाल्दैन तपाईँलाई के भयो हुन्छ भनेर नर्भस भएको छु त 3 यसो गर्दा यो बनिँदैछ अब यता थिचो नि दाजु नानी ज्यादा खाएर टोटी थिचो नानी भनेको अर्को सिधै गरिदिन्छु ल एकछिन खाइरहेको ल खम चियर्स अलिकति ल निकाल तिम्रो निकाल खाइसकेछ खायो हामी चाहिँ साथीहरू अलिकति आउन प्रेरणा कति दिनमा खायो यहाँ बस्छ त अलिकति आउनु एकछिन म अब भिडियो गर्नु रहेछ नि त एकछिन खाएँ साथीहरू खाएको म पनि गर्छु नि त्यसरी कसरी साथीहरू खाएको हामी पनि के भयो तपाईँको भन्ने शान्तिको छैन अर्को फोन मिलाउनु हामी खाइसक्यौँ है क्या टेस्टी भयो के त होइन भिडियो बनाएको त यसरी देखाउँदै खानुपर्छ यहाँनिर खाऊ हामी पनि खान्छ हाममा मिठो रहेछ है मिठो होला हाममा आलुको मोमो साँच्चै टेस्टी भयो अझै बाहिरको फुलेको दामी हुँदो रहेछ है आलुको मोमो ठिकै छ हौ यस खानु हुँदैन त बेला है खानु जानु सबै खाइसक्यो तपाईँले अघि एउटा खाइदिइसकेको छु खाउनै हो अघि खाइसकेको मेरो पो होला भनेको दिदी है आज चाहिँ हामी चाहिँ मुभी पनि हेर्ने भनेछौँ रातभरि नसुत्ने हेऱ्यो नि त भोलि आएको हप्ता घर जानुपर्छ त्यो पनि देखाउनेछ हामी देखाउनेछौँ कति बजीसम्म बस्छ अहिले आधी घन्टामा ढलिरहेको सेम म चाहिँ त्यस्तो हुन्छ होला हेरौँ न आए बसौँ न आए ल आमा
निदायो भने आँखा यस्तो गरिदिनु टेप लाएर टेप एक कुरा ठ्याम ठ्याम दिने बोकिराख्नुपर्छ कि निदाउँछ ढाडमा ठ्याम भनेर तर्सुरै गरिदिन्छ सबै खाने गरिदिन्छ पिरो भयो दामी भयो खाएँ जम्मा भयो खाने चाहिँ दुईटै खान्छु म फेभरेट हो नि त मोमो इज माई फेभरेट हो हाम्रो घरमा त हप्तामा 2 खेप 3 खेप खान्थ्यो पहिला अस्ति मैले हालिहालेँ तपाईँलाई यस्तो गरेर है त्यो मोमो त पहिला अस्ति खिचेको भयो भयो नानी भयो नानी नानी एउटा खान प्रेरणा नानीलाई भयो अरे भयो म त पुरा मोमो त मेरो फेभरेट हो मेरो फेभरेट हो तातो भइसक्यो औ मा त भएन त प्रेरणालाई भयो मोमो खा दुईटा बेसी खान्न तीनटा हो तीनटा लास्ट दुईटा नानी दुईटा भयो प्रेरणा धन्यवाद लास्ट हो एउटा हो ल थ्याङ्क यू मोमो चाहिँ यहाँ हाम्रो ब्लग भिडियो चल्दैछ मैले क्या यस्तो गरिबस्नु नि तिमीलाई याद छ अन्त म बज्यो 12 करेन्ट खाने टाइम भयो अब कस्तो क्युट देख्यो करेन्ट ए कस्तो क्युट देख्यो अब चाहिँ एकछिन टिभीहरूमा है हेर्नु न फोटोसुट पनि भयो अब चाहिँ यो के हेऱ्यो यसको नाम एनिमीको नाम उयो मुभिङ कासुदीको नि अब चाहिँ हेर्छौँ म कता बस्नु अगाडि बस्नु कसले के यहाँ छोडिरहेछु यो चार्जरहरू कसको प्रेरणाको हो यहाँ राख्छु ल कुनै यहाँ केरा छोडेर गएछ कुनै छोडेछ ओ यहाँ के झऱ्यो फेरि चिप्स करेन्ट यो केरा त मेरो त होइन हामीले के गर्यौँ प्लान चेन्ज गर्यौँ सेल्बिना प्लान चेन्ज गर्यो भने भूत हेरेन भने डर लाग्यो सबै भूत पर्न त्यही त मलाई पनि डर लाग्यो तर कि त्यही भएर चाहिँ हेरेन अब चाहिँ फेरि हामी एनिमे हेर्दैछौँ एनिमेसन अब चाहिँ हामीले के अप्सन गर्यौँ कुड्स भन्ने चाहिँ हेर्दैछ हामी पनि खुवाउनु कस्तो तिमी त बाध्य होला एक्लै खाना प्रेरणा अब चाहिँ हेरौँ खाएर पनि अझै बुढीमा अटेकै हो अब के गर्नु यस्तो छ नानीहरूलाई सिटेर हुन्छ नि त साह्रो छ नेपाली चाहिँ साह्रो छ कसरी आज खान्छु धेरै म त निनी चुकल मार्थ्यौँ कताको गर्दिनँ कहाँ गर्छ मलाई के थाहा सबै गरिदिउँ सबै गरेँ यस्तो निद्रा लाग्यो 2 बजी छ 2 ए बेलुकाको 2 बजे 2 बजे साथीभाइ ए सुतौँ न ल गुड नाइट प्रेरणा ओ गुड नाइट प्रेरणा नबोलेको नै प्रेरणा गुड नाइट कसरी सुत्ने चाहिँ आराम न उठौँ है 2 बजी सुतेको छ सुतेको म त पनि गुड नाइट नपदाइ गुड नाइट कस्तो क्युट देखेको गुड नाइट साथीहरू 2 बज्यो म चाहिँ हेर्नु आज सुतेको सबैजना
आजको भ्लग यति नै हो थ्याङ्क यू सो मच सेल्भिना बहिनी हामीलाई यसरी इन्भाइट गर्नुभएकोमा एउटा हक त बन्छ होला इन्भाइट गरेको मजा आयो गर्नुपर्छ भोलिको भिडियो हुन्छ नि त साथीभाइ गुड नाइट मजा आयो बहिनी चाहिँ अब म र साथीलाई इन्भाइट गरेको थियो सो मजा आयो एकदम झन्डै क्यान्सल भएको थियो तर भयो उयो लाइट नडिपाउनु दिएको गुड नाइट निभाइदिनु